हेलो नमस्ते सबैजनालाई। हजुरहरूलाई पनि घरमै बसेर रेस्टुरेन्टको स्वादको चाउमिन खान मन छ भने चाहिँ यसरी बनाउनु एकदमै मिठो हुन्छ है। ल सुरु गरौँ है त। बोइल पानीमा मैले चाहिँ बेसार नुन तेल राखेँ, किनकि यो नटासोस् भनेर। पहिला चाहिँ हामी नुडल्सलाई बोइल गर्छौँ अनि पछि यता चिकन प्रिपरेसन। चिकनमा चाहिँ मैले मरिचको धुलो नुन हालेर यसलाई डिप फ्राई गर्छु। यत्तिको फ्राई भएपछि यसलाई निकालिदिने। अब यो सबै टाँसिया भएर यसलाई म एकचोटि धोएर आउँछु अनि त्यसपछि यसमा फेरि तेल राखेर अनि त्यसपछि चना अनि हजुरहरूलाई के भेजिज मनपर्छ त्यो सबै राख्दा हुन्छ। अनि मसँग चाहिँ के थियो त्यही भेजिज राखेको छु मैले, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यसमा चाहिँ यसको पानी निकाल्नको लागि नुन खुर्सानी अनि मरिच राखेर मैले एकछिन भुटेँ। अनि त्यसपछि धेरै भुटिनँ, हल्का मात्रै। अनि अघि बोइल गरिराखेको चाउमिन अनि त्यसपछि सोया सस नुन खुर्सानी अनि मरिच, त्यति हो। धेरै चिज केही पनि चाहिँदैन यसमा होइन। अनि त्यसपछि मजाले चलाउनु होला। अनि यस्तो हेर्दै खान मन लाग्ने टाइप हुन्छ। स्वाद पनि एकदम मिठो भएको थियो। अनि माथिबाट चिकन र धनियाँले गार्निस गरिदिइसकेपछि त यस्तो मिठो हुन्छ यो चाउमिन है। हजुरले पनि बनाएर खानु है त। हस् त, थ्याङ्क यू, बाई बाई।